नमस्कार साथीभाइहरू, आज म तपाईँहरूलाई खसीको मासु बनाएर देखाउने छु मेरो स्टाइलमा। सुरुमा हामीलाई चाहिन्छ खसीको मासु, अनि प्याज, लसुन, खुर्सानी, टमाटर। हामीले यतापट्टि चाहिँ तेल तताइसकेका छौँ। इन्डक्सन चुलोमा ग्यास सिद्धिएर तेल तातिसकेपछि प्याज हाल्नु पर्यो। प्याज हालेर एकछिन चलाउने, प्याज रातो हुने बेलासम्म हाल्ने, चलाउने, अनि लसुन पनि हाल्ने, सँगसँगै चलाउने, खुर्सानीहरू हालेर। केही समय चलाइसकेपछि रातो हुन्छ। यहाँ हामीसँग मरम मसलाहरू पनि रेडी छ। मिट मसला, कश्मिरी मिर्च, जिरा मसला सबै हामीले रेडी बनाएका छौँ। अनि मासु हाल्ने, यो रातो प्याज भइसकेपछि मासु हाल्ने, मासु हालेर मजाले मासुलाई पनि चलाउने। यतिखेर चाहिँ हामीले एकदम मिडियममा लगाएका छौँ पावर चाहिँ, किनभने हिटमा गर्दाखेरि पनि डढ्ने भएर। अनि त्यसपछि अलिअलि पानी छोड्दै गएपछि नुन हाल्ने, नुन हालिसकेपछि बेसार हाल्ने, सँगसँगै कश्मिरी मिर्च, अन्य मरम मसलाहरू पनि हाल्दै जाने, जिरा मसला, अनि लास्टमा मिट मसला हाल्ने। त्यसपछि मजाले चलाउने। चलाइसकेपछि मजाले मसला चलाइसकेपछि टमाटर हाल्ने, टमाटर हालेर पनि फेरि एकपटक चलाइराख्नुपर्छ, किनभने तल पिनमा लाग्छ। त्यसपछि कुकरको ढक्कन बन्द गरिदिने। ढक्कन राम्रोसँग बन्द गरिसकेपछि 2-3 सिटी लाउँछ। 2-3 सिटी लगाइसकेपछि अनि त्यसलाई खोल्ने। खोलिसकेपछि मासु यस्तो भयो। हेर्दाखेरि राम्रो देखिएको छ, मजाले पाकेको पनि छ। फाइनली हाम्रो मासु यसरी तयार भयो। तपाईँहरूलाई कस्तो लाग्यो मेरो स्टाइल पकाएको, कमेन्ट गर्नु होला।